नमस्ते। आज हामी एकजना यस्तो व्यक्तित्वको बारेमा कुरा गर्दैछौँ जसको यात्रा पत्रकारिताबाट सुरु भएर सिधै नेपाली राजनीतिको केन्द्रसम्मै पुग्यो। रवि लामिछाने। हामीसँग भएका विभिन्न लेख, रचनाहरू, विश्लेषणहरू यिनीहरूले उहाँको यो यात्राका अनेक पाटाहरू केलाएका छन्। सफलता अनि विवादहरू पनि। चितवनमा जन्मिनु भएको उहाँ अमेरिकाबाट फर्केपछि हैन त्यो सिधा कुरा जनतासँग बाट एकाएक चर्चित हुनुभयो। हो, एकदमै। त्यो कार्यक्रम त एउटा ट्रेन्ड सेटर नै बन्यो भनौँ न। अनि गिनिज वर्ल्ड रेकर्ड पनि त छ नि हैन? त्यो कार्यक्रमले उहाँलाई मान्छेहरूमाझ एकदमै लोकप्रिय बनायो। हो नि, त्यो लोकप्रियता नै उहाँको राजनीतिक यात्राको मुख्य आधार बन्यो क्या। प्राप्त जानकारीहरूले के देखाउँछ भने उहाँको त्यो अलि फरक शैली, अलि आक्रामक, सिधै मुद्दामा बोल्ने, त्यसले धेरैलाई तान्यो। सायद कस्तो भने भ्रष्टाचार, ढिलासुस्तीबाट दिक्क भएका नागरिकले त्यसमा आफ्नो आवाज भेटे कि। त्यो पनि हुन सक्छ। अनि त्यही लोकप्रियताले उहाँलाई के सोच दियो भने अब मुद्दा मात्र उठाएर भएन, समाधानै गर्नुपर्छ भनेर राजनीतिमा लाग्नुभयो। अनि त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुभयो हैन त? आफै राजनीतिमा आउँछु भनेर। हो। अनि सुरुमै सफलता पनि पाउनुभयो। पहिलो चुनावमै राम्रै नतिजा ल्याएर गृहमन्त्री जस्तो शक्तिशाली पदसम्मै पुग्नुभयो। एकदमै। यो त निकै छिटो भयो। कतिपय विश्लेषणले त यसलाई राजनीतिक भूकम्प नै भनेका छन्। हो र? साफ, सक्षम, सचेत नेतृत्वको नारा लिएर आउनु, पहिलोचोटिमै संसदमा राम्रो उपस्थिति देखाउनु अनि सरकारमै सामेल भएर गृहमन्त्री बन्नु, यसले परम्परागत दलहरूलाई त ठूलै झट्का दियो। यसले के पनि देखायो भने स्थापित राजनीतिप्रति एउटा ठूलो असन्तुष्टि, वितृष्णा थियो, त्यसलाई उहाँले क्याच गर्न सफल हुनुभयो। तर जति छिटो उहाँ शक्तिमा पुग्नुभयो नि, विवादहरू पनि त्यति नै चाँडो आए जस्तो देखिन्छ, खास गरी त्यो नागरिकताको विषय। हो, त्यो निकै जटिल बन्यो। सर्वोच्च अदालतले नै उहाँको सांसद पद नरहने फैसला गर्यो। यसले त ठूलै धक्का दियो होला नि उहाँको यात्रामा? निश्चित रूपमा त्यो एकदमै ठूलो धक्का थियो। त्यसले के देखायो भने कानुनी प्रक्रिया विधि विधान नपुर्याउँदा कस्तो समस्या आउँछ भन्ने कुरा प्रष्ट भयो। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता फेरि लिने प्रक्रियामा कमजोरी देखियो। त्यो नै उहाँको राजनीतिक जीवनको एउटा महत्त्वपूर्ण मोड बन्यो। त्यसैले गर्दा उपप्रधान अनि गृहमन्त्री पद पनि गुमियो। अनि हामीले हेरेका सामग्रीहरूमा राहदानीको कुरा पनि उठेको देखिन्छ। सम्भावित दुरुपयोग भयो कि भन्ने प्रश्नहरू त्यो पनि सुनिएको हो। अनि पार्टीभित्रै पनि कहिलेकाहीँ नेतृत्व शैलीलाई लिएर टीका टिप्पणी भएको सुनिन्छ। निर्णय प्रक्रिया अलि एकलौटी भयो कि भन्ने खालको। तर यी सबै विवादहरू एकातिर छन्, अर्कोतिर हेर्दा उहाँको लोकप्रियता खास गरी युवाहरूमाझ खै खासै घटेको जस्तो चाहिँ देखिँदैन नि। हो, यो एकदमै विचार गर्नुपर्ने पक्ष हो। स्रोतहरूले यसलाई कसरी हेरेका छन्? एकातिर कानुनी प्रश्न, अर्कोतिर यत्रो जनसमर्थन। केही विश्लेषणले उहाँलाई संकल्प शक्ति र शैली भएको नेता भनेका छन्। जसले परिणाम दिन खोज्छ प्रक्रियाभन्दा पनि। त्यो डाइरेक्ट एक्सनमा जाने शैली धेरैलाई मन परेको हुन सक्छ। तर तिनै स्रोतहरूले के पनि औल्याएका छन् भने राजनीतिमा खालि आवेग र तत्काल समाधान खोज्ने हुटहुटीले मात्रै पुग्दैन क्या। कानुनी सीमा हुन्छ, संस्थागत प्रक्रियाहरू हुन्छन्, टिममा काम गर्नुपर्छ, सहकार्य चाहिन्छ। त्यो त हो। यी विवादहरूले उहाँको राजनीतिक परिपक्वतामाथि चाहिँ प्रश्न उठाएको देखिन्छ। नेतृत्वमा अझै अनुभव र सहकार्यको आवश्यकता छ कि भन्ने। त्यसो भए समग्रमा हेर्दा रवि लामिछानेको यो यात्रालाई यी स्रोतहरूले कसरी प्रस्तुत गरेका छन् त? प्रेरणाको कथा हो कि अथवा चेतावनी? खै दुवै भन्न मिल्छ होला। उहाँको उदयले नयाँ पुस्तालाई राजनीतिमा एउटा आशा त जगायो होइन, तर उहाँको यात्राका यी जटिलता, यी विवादहरूले केही गम्भीर पाठ पनि सिकाएका छन्। एउटा मुख्य प्रश्न के उठेको छ भने यसरी पत्रकारिता वा अरू कुनै क्षेत्रबाट लोकप्रिय भएर राजनीतिमा आउने व्यक्तिहरूले हाम्रो लोकतन्त्रलाई कसरी प्रभाव पार्छन्? के उनीहरूले साँच्चै परम्परागत राजनीतिको विकल्प दिन सक्छन् वा उनीहरूको कार्यशैलीले नयाँ खालका चुनौती र जटिलताहरू मात्र थप्ने हुन् कि? हो, यो चाहिँ साँच्चै विचार गर्नुपर्ने प्रश्न हो।